म एउटा एकदमै सामान्य परिवारको एउटा गरिबको छोरोको रूपमा गाउँमा हुर्किएको मान्छे र मलाई चाहिँ यो जनताको पैसा खर्च गर्ने मामलामा चाहिँ म एकदमै सेन्सिटिभ छु हैन। यहाँहरुप्रति म एकदमै आभारी छु, एकदमै राम्रोसित स्वागत गर्नुभयो। तर मलाई एउटा फुलको थुङ्गा मात्रै भए पुग्छ। मैले एकदमै भित्रदेखि भनेको अब आइन्दा म आउँदाखेरि कृपया यति धेरै बुकेहरू प्लिज खरिद नगरिदिनु होला। बुद्धको मूर्ति पनि दिनुस्, म लिन्छु, तर सानो 50 रुपैयाँको 80 रुपैयाँको कतिको आउँछ त्यो गरिदिनु होला। म सम्मानित अनुभूत गर्न पाऊँ मेरो टेन्युर सकिँदाखेरि काम गरेर। तर मलाई यस्ता कुराहरूले धेरै सम्मानित फिल गराउँदैन। सरकारकै, हाम्रो सरकारकै फिलिङ्स त्यही छ। मैले बिचमा आएर बोलेँ, आज गर्नुभयो, एकदमै आभारी छु। आगामी दिनमा म तपाईहरु पनि त्यसै गर्नुहोस् भन्छु। हामीलाई देशले, जनता र देशको सेवा गर्ने एउटा मात्रै कामको लागि पठाउनु भएको हो। सम्मानित मनबाट काम गरिसकेपछि फिल गरौँला। धन्यवाद।